हेलो गाइज वेलकम टू माई ब्लग। नयाँ दिन नयाँ ब्लगको साथमा म उपस्थित भएको छु। गाइज मलाई सन्चै छ, तपाईहरुलाई पनि सन्चै होला भन्ने आशा गर्दै म चाहिँ ब्लग स्टार्ट गर्न आएको छु। गाइज आज चाहिँ मेरो काम चाहिँ हाम्रो दाउरा बाँड्ने काम छ। हाम्रो सामुदायिक वनको दाउरा अस्ति काटेको दाउरा चाहिँ बाँड्दैछ आज, सो म त्यता लाग्दैछु। गाइज हेर्दै गर्नु होला मेरो ब्लग। यदि मेरो च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। त जाँदैछु म गाइज है। ल साथीहरु चाहिँ यहाँ आइसकेको छ चौतारामा, अरु चाहिँ म चाहिँ आउँदैछु गाइज है। मैले पकाएको ख्याल मन पराउँछ। आयो गाइज ए ढलबहादुर सन्त लौ भन्छ यति कुरा पनि यति बनाउँछन्। बनाइहाल्छ नि, त्यही भएर कहीँ जानु न, घरमै बस्नुपर्छ। हेलो गाइस। हेलो गाइज पार्वती नाम लौ आत्महत्या सुनेको झोला दाउरा बाँड्ने हो भन्नु न। दाउरा बाँड्ने हो। ल गाइज आज दाउरा बाँड्ने हो रे गाइज। भौजीले पनि थाहा रहेछ। के चाहियो त सैलीबाट? मलाई ल्याइहाल्छ नि, किनेर भयो नि 9:30 नि हुन्छ। हेलो गाइस, आज दाउरा बाँड्ने कि नाम लिएर सुन्नु न। हजुर भन्नु न। सैली सन्चो छैन, यसो गरेर रक्सी सैली पार्दिने यता छिरिक लाउने भइहाल्यो। कता किची गरे त फेरि। ल दाउरा यतै छ गाइस, हाम्रो यतै दाउरा छ, यसलाई बाँड्दैछ अब गाइस। अब यो दाउरा त धेरै बस्छ त। ल ल ल ल ल ल हेलो गाइजहरु। हेलो गाइजहरु, जल्दी आऊ। गाइजहरु चाहिएको म बच्चो मिम्मी मान्छेहरु यता पो रहेछ। ल आधा त ओ करोड नि रहेछ उता। करोडपतिको भाग हो त्यो। ए अघि नै पाएछ नि त भाग। ल ल ल ल फाड्दैछ। ल नापो नापो गर ल। एउटै हो नापो, लामो भयो नि छोटो भयो नि नापो एउटै हो। कन्ट्याक्टमा यहाँ दुईटा बाच्छ फेरि। सिधा गर न अलि, के गरे हाल त्यस्तो भएन सिधा गरेर ननापेर। खोइ सिधा गर्न अलि अच्छे हो। खोइ खोइ नाम्लो नाप्न नि नआउने हेत्तेरी भोलिहरू खतम रहेछ। ल ल ल ल सुरु 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 नापो गर्दै हालौ। ल राख अब ल डिके 26 भाग। ल ल ल ल दाउरा बाँड्दैछ हामी चाहिँ गाइस। ऊ तलतिर लैजाऊ, उता लैयो नि हुन्छ। उता चाकसुके त भएका आयो हो, फाइन गर्नुपर्छ चाकसुकेलाई। ल ल ल ल
डबल हाने हैन उता त ठाउँ हेरेर ठाउँ हेरेर ओ काका सिंगल सिंगल हाल न पहिला 26 वटा बनाऊ पछि थप्ने हो दाउरा अहिले डबल डबल कहाँ हाल्ने नि पहिला सिंगल सिंगल डबल डबल हाल्न सजिलो हुन्छ भनेर होला त्यही त हो म कहाँ त्यहाँ बोकेर लान्थेँ र मैले म नि यहाँ फालिदिइहाल्थेँ यहाँबाट यता नि छ गाइस दाउरा चिरपट दाउरा ए 2 पुरा भयो कि भएन त्यता लो 3 पुरा गरेर आयो ल जो जो आएन त्यसले पैसा तिर्ने अब इजुरी आ सोही त हो त्यहाँ हाले हैन पुजहरु चाहिँ गएको छौं न इजुरी सुरिन सोही हिले आ सोही त सैलंगारी सैलंगारी होला सोही म नयाँ आ सोही जल्दी करो आज चाहिँ खतरा रिसाउँदो रहेछ मोबाइल देखिए खतरा परेगा खतरा नहीं मोबाइल देखिए हीरो दाउराको भाग यस्तो गरेछ गाइस ल एउटा थपाऊ एउटा थपाऊ अब टाढा त दाउरै लाँदैन अलि धेरै बनाइदिनु टाढाको भौजीको रे भौजीको आँखा फुटेको रे भर्खरै यही छ त्यही गुच्छ जस्तो देखिया त यता काम गर्न आऊ सबै त्यहाँ हेर्न बस्ने होइन 2 जना बस्छ त्यहाँ हेर्न औ सबै आऊ के यता ठाउनुहुन्न काम गरेर मर्दैन कोही अब चिरपट्टको पालो आयो 27 भाग लगाछ यहाँ चाहिँ दाउरा 27 भाग तीन हाल्दै लैजाऊ एउटा ठाउँमा
आचियोको पर्छ कि अब भागु त त्यही भएर यसो भने नजिक पऱ्यो के अनि दारू थोरै छ उता ल ल ल ल दारू 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 ल भारी हालम तेरो चाहिँ यत्रो मान्छेहरू भारी पनि खोइ शाहरुख खान आइसक्यो बोक्न है बढी भयो कि यो त भाउजूले जाने रहेछ के हल्लाउन त ऊ कस्तो खतरा हल्ला है खतरा हल्लाउँदो रहेछ नि भाउजूले अलिकति हाल पुगेन अलि अलिकति पुगेन रे भाउजू अलिकति हालेर हल्लाउनु रे बल्ल पुग्छ रे ल हेलो गाइज भनिरहेको छ कहाँ दिसाउँदाखेरि ऊ हाम्रो बजिलो निकालिदिनु न अलि टिकटकमा अलि दामीसँग ल ता बढी होला फेरि उठा दुईजनाले उठाऊ के दुईजना उठाऊ ल शाहरुख खान हो शाहरुख खान शाहरुख खान हो शाहरुख खान उठायो 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 शाहरुख खान हो नि त भने अरू हो र दारू खान शाहरुख खान हो नि दारू खान हो तीनटा हाल्दै ल्याऊ है ओ त्यहाँ छुनु पर्यो क्या ढ्याक्क आच्यो त्यो गाँठामा छुनु यसो हल्लाउने अनि त्यहाँ छुनु पर्यो त्यो रक्सी नपार्ने मान्छे किन लगिरह त दाउरा के रक्सी पार्ने भने त फेरि हो दाउरा बढ्दै गएपछि सकिएको छैन अझै बढ्दैछ ए यहाँ तयार बनाएर राखेछ यी सबै बस्छु लगेर काम गर्न आउँदैन ल ल ल ल छोरी मान्छेको पालो अब एउटा दाउरा नि चिरबाट नि उठाएन यो बाजेले यो बाजे हो ल ल ल सके अब सके गाइज हेलो गाइज सक्यो बलियो रहेछ भने मनिता भाउजी त अरू कोही बोके खाएन उसले मात्रै बोके खाए टोकोमा हो मनिता भाउजीले काम गरे फेरि आज आयो ल आयो मनिता भाउजूलाई भाइरल बनाउनु पर्छ क्या अब मनिता भाउजूलाई भाइरल बनाउनु पर्छ मनिता भाउजूले हुने नहुने भाइरल मनिता ल सक्यो पुरा खाली भयो ल चिट्टा अब सक्यो दाउरा बाडेर अब चिट्टा उडाउने चिडिया उडाउने अब चिट्टा
मास्टरको बुद्धि आएन अरे ल ल एकजना जाऊ न एकजना हे तेरे मान्छे छैन त खोइ जान्न त ए भएन त 8 नम्बर ल त नम्बर देख्न पर्यो होला नम्बर देखिहालेछ हौ ल नम्बर लगाएर भ्याए अब चिट्टो उडाउने अब ओके कस्तो आफै भनेको त गौतमले हेर्छ कस्तो भएर रहेछ मेरो बुढी भनेर जुम गरी हेर्छ कि यता फर्की ऊ हेर नानी हेरे हार्का फते दाइ र चुमिन यो कहे प्रोको छ तारे हँसु हो ल हाजिरी आधा मोतीलाल सोमबहादुर ल हाजिरी गर्दैछ एक गोरे कामी त वो त साँच्चै फटे ऊ आएको 12 बजे सन्तोष बिचा आएन है तपाईँको दुईजना आउनुपर्ने हो नि त आज आइत बहादुर कृष्णबहादुर कुँवर वैद्य कृष्णबहादुर कुँवर विशाल अनि नन्दजङ भानु सरजङ आमरा नि आएन है सुनिँदैन ल एउटा टिपा ल एकजना आएर टिपा एउटा टिपा एकजना आउने एउटा टिप्ने लाने ल ल भइहाल्यो नि भने जुन पर्यो नि के घोल्नु पर्यो भित्र छानेर भयो ल कति पर्यो कति नम्बर ओ 2 नम्बर 2 र 6 ल 2 नम्बर र 6 नम्बर यहाँ रहेछ यी 6 नम्बर 2 नम्बर ल यहाँ पर्यो ल झ्याउ लाग्यो खुर्काएर फाल्देऊ के काम त्यो झ्याउ हो फाल्देऊ खै सानो हालेको अचेची ओहो सब हतार छ दौराबारी हाल्न हेलो गाइस हाम्रो कान्छीले नै हाल्दैछ यस्तो खतरा हो भारी यता हेर न यता ऊ डराइ पो हेऱ्यो त खान्छ पैसा आयो भने तिमीहरूलाई दिन्छ नि सबैलाई बाँडिदिन्छु म हो खसमा बोकेर गयो हाम्रो गोरे दाइ नपुगी जाने यहाँ दुईजना लफङ्गाहरू रित्तै जाने यही भारी त लगेर गयो नि भोलि अहिले ल के हारे हो त्यस्तो भारी कान्छीले डोको बोक्यो
बाई बाई गर साथी बा क्यों बेले छाऊ मुदी दाउरा भारी हाल्दै बाजेले ओहो सब हाल्दैछ ए गाइस मैले चाहिँ खल्यो हालेर राखेको छ यहाँ चाहिँ म चाहिँ पछि बोक्ने हो गाइस सो मैले यहाँ राखेको छु त भ्यायो अब ल यहाँ पनि खल्यो हाल्यो गाइस म चाहिँ घरतिर लगेँ गाइस अब